के तपाईँहरू इङ्ग्लिस सिक्न चाहनुहुन्छ जिरो लेभलबाट? यदि तपाईँहरू मसँग लाइभ जोडिएर घरमै बसेर अनलाइन मार्फत इङ्ग्लिस सिक्न चाहनुहुन्छ भने नयाँ कक्षा यही भदौ 3 गतेदेखि सुरु हुँदैछ। समय बिहान 5 बजेदेखि 6 बजेसम्म। यदि तपाईँहरू मसँग लाइभ जोडिएर यसरी घरमै बसेर एकदम जिरो लेभलबाट मतलब एकदम बेसिकबाट सानो सानो कुराहरू पनि राम्रोसँग बुझी इङ्ग्लिस सिक्न चाहनुहुन्छ भने मलाई मेरो वाट्सएप नम्बरमा वाट्सएप मेसेज गर्न सक्नुहुन्छ। मेरो नम्बर छ 9861244988। फोन गर्नुभयो भने फोन उठ्ने सम्भावना कम हुन्छ। वाट्सएपमा मेसेज गर्नुभयो भने केही समयमा त्यसको रिप्लाई आउनेछ र क्लास सम्बन्धी सम्पूर्ण डिटेल्स म तपाईँहरूलाई वाट्सएपको मार्फतबाट नै दिनेछु। र यदि कोही साथीहरू स्पेसल क्लासहरू लिन चाहनुहुन्छ भने त्यो पनि हामीसँग अभाइलेबल छन्। तपाईँहरूले मलाई वाट्सएपको थ्रुबाट नै सम्पर्क गर्न सक्नुहुन्छ। स्पेसल क्लासेस मिन्स या त कुनै सिङ्गल क्लासहरू तपाईँ एक्लै पढ्न चाहनुहुन्छ भने पनि र तपाईँहरूको आफ्नै कुनै ग्रुप छ 2-4 जनाको भने पनि हामीले चाहिँ तपाईँलाई समय मिलाएर पढाइदिनेछौँ। त्यस कारणले वाट्सएपमा डिटेल्सको लागि वाट्सएपमा मलाई इन्फर्म गर्नु होला है त। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। फ्रेन्ड्स, आजको भिडियोमा मैले तपाईँहरूको लागि दैनिक बोलिने सेन्टेन्सेसको प्र्याक्टिस लिएर आएको छु। यहाँ मैले 50वटा यस्ता सेन्टेन्सहरूको सङ्गालो लिएर आएको छु जुन चाहिँ हामी एभ्रिडे लाइफमा युज गर्न सक्छौँ बोल्नको लागि, इङ्ग्लिस बोल्नको लागि। अब मैले यहाँ ल्याएको सेन्टेन्सहरू चाहिँ नेपालीमा छन् र यी प्रत्येक सेन्टेन्सहरूलाई अब हामी यहाँ एक एक गरी इङ्ग्लिसमा ट्रान्सलेट गर्नेवाला छौँ। अब यस्ता सेन्टेन्सहरूलाई इङ्ग्लिसमा कसरी बोल्ने भन्ने कुराको लागि तपाईँले के कुराहरू सिक्नुपर्छ भन्ने कुरा पनि म यहाँ डिस्कसन गर्दै गर्दै हरेक सेन्टेन्सेसको ग्रामरको स्ट्रक्चरसहित सिकाउने छु। सो लेट्स गेट स्टार्टेड है त। र भिडियो सुरु गर्नुभन्दा अगाडि सबैले भिडियोलाई लाइक गर्न र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। ओके, अब हाम्रो यहाँ पहिलो सेन्टेन्स के छ हेर्नुहोस्। र म चाहन्छु कि तपाईँले पहिला सुरु यो सेन्टेन्स आफै बनाउने कोसिस गर्नुहोस्, त्यसपछि मात्र अनि मैले बनाएकोलाई हेर्नु होला है। मेरो एउटा सपना छ, यसको इङ्ग्लिस के हुन्छ? पहिला आफै कोसिस गर्नुहोस्, ट्राई गर्नुहोस्। मेरो एउटा सपना छ, यसको इङ्ग्लिस हुन्छ आई ह्याभ अ ड्रिम। अब यहाँ सब्जेक्ट आई भएको भएर आई भयो। उसको एउटा सपना छ भनेको भए के हुन्थ्यो? उसको भने भए हि हुन्थ्यो, हिमा लाग्छ ह्याज, हि ह्याज अ ड्रिम। अब विभिन्न सब्जेक्ट अनुसारको हामीले भर्बहरू युज गर्नुपर्ने हुन्छ। अब यही कुरालाई पास्टमा बनाउनु पऱ्यो भने मेरो एउटा सपना थियो बनाउनु पऱ्यो भने आई ह्याड अ ड्रिम। यानि मैले एउटा सेन्टेन्स सिकाउँदैछु, यहाँबाट तपाईँले मल्टिपल अरू सेन्टेन्सहरू पनि आफै बनाउन सक्नुहुन्छ है त। ओके, ल अर्को सेन्टेन्स हेर्नु। म तपाईँको विचारको सम्मान गर्छु। कसरी बनाउने यो सेन्टेन्सलाई? म तपाईँको विचारको सम्मान गर्छु। यो हाम्रो सिम्पल प्रेजेन्ट टेन्समा छ। सो यसको इङ्ग्लिस हुन्छ आई रेस्पेक्ट योर ओपिनियन। रेस्पेक्ट भनेको सम्मान गर्नु। आईसँग V1 लाग्छ, त्यही भएर रेस्पेक्ट नै भयो। आई रेस्पेक्ट योर ओपिनियन भनेको म तपाईँको विचारको सम्मान गर्छु। ओपिनियन भनेको विचार। ओके, अर्को हेर्नु। तिमीले ठुलो गल्ती गरेका छौ। यसको इङ्ग्लिस बनाउनुहोस्। तिमीले ठुलो गल्ती गरेका छौ। अब गल्ती गरेका छौ भनेपछि यो कुन टेन्समा छ? यो छ हाम्रो प्रेजेन्ट पर्फेक्ट टेन्समा छ। यसको इङ्ग्लिस हुन्छ यु हेल्पिङ वर्ब ह्याभ। यु ह्याभ मेड अ बिग मिस्टेक। यु ह्याभ मेड अ बिग मिस्टेक। मेक अ मिस्टेक भनेको गल्ती गर्नु। हेर्नुहोस् है, मेक अ मिस्टेक भनेको के हो? गल्ती गर्नु। अनि मेकलाई हामीले के गर्यौँ? मेड बनायौँ, किनकि प्रेजेन्ट पर्फेक्ट टेन्समा जहिले पनि ह्याभ ह्याज प्लस V3 लाग्छ। भर्बको थर्ड फर्म चाहिन्छ। सो यु ह्याभ मेड अ बिग मिस्टेक। तिमीले ठुलो गल्ती गरेका छौ। ओके, सो ग्रामर पनि चाहिन्छ है सेन्टेन्स बनाउनको लागि। ग्रामरको कन्सेप्ट नसिकिकन चाहिँ सेन्टेन्सहरू बनाउन सकिँदैन। मलाई केही पैसा चाहिएको छ। मलाई केही पैसा चाहिएको छ। अब चाहिएको छ यानि मलाई केही पैसाको आवश्यकता छ, जरुरत छ, खाँचो छ। ओके, आवश्यकता, जरुरत, खाँचो भनेपछि हामीले त्यहाँ जहिले पनि के युज गर्छौँ? निड भन्ने भर्बको युज गर्छौँ। सो यसको इङ्ग्लिस हुन्छ आई निड। यो पनि सिम्पल प्रेजेन्ट हो, त्यही भएर आई निड सम मनी। आई निड सम मनी। अहिले म धेरै राम्रो महसुस गरिरहेको छु। अहिले म धेरै राम्रो महसुस गरिरहेको छु। महसुस गरिरहेको छु यानि
प्रेजेन्टमा महसुस गरिरहेको छु, यो हाम्रो हुन्छ प्रेजेन्ट कन्टिन्युअस टेन्सको सेन्टेन्स। सो यसको इङ्ग्लिस हुन्छ म भनेपछि आई एम, महसुस गरिरहेको छु हुन्छ फिलिङ, आई एम फिलिङ। धेरै राम्रो मतलब मच बेटर, पहिलाको भन्दा धेरै राम्रो भने, त्यही भएर तुलना गर्नको लागि हामीले बेटर भन्ने शब्दको युज गरेका छौँ। आई एम फिलिङ मच बेटर नाउ, नाउलाई पहिला बोले पनि मिल्छ, नाउ आई एम फिलिङ मच बेटर, प्रेजेन्ट कन्टिन्युअस टेन्सको सेन्टेन्स हो। ओके, हामीले कहिल्यै हार मान्नु हुँदैन, बनाउनुहोस् त यसको के हुन्छ यसको इङ्ग्लिस। हामीले कहिल्यै हार मान्नु हुँदैन, ट्राई गर्नुहोस्। कुनै पनि काम गर्नु हुँदैन, यसो गर्नुपर्छ, यसो गर्नु हुँदैन, यसमा हाम्रो लाग्छ अफकोर्स सुड। उही यो नेगेटिभ सेन्टेन्स हो, त्यही भएर सुडको नेगेटिभ सुड नट हुन्छ, गर्नु हुँदैन। अब हार मान्नुलाई इङ्ग्लिसमा गिभ अप भन्छ, सो यु सुड नट गिभ अप। अब यो चाहिँ नेगेटिभ बनाउने तरिका हो होइन, सुड नट, यो चाहिँ हामीले हार मान्नु हुँदैन। तर यो कहिले हार मान्नु हुँदैन भने चाहिँ यहाँनिर जुन नेगेटिभ छ नि, अब यति बेला चाहिँ हाम्रो छ नि यो कहिले भन्ने शब्दको कारणले गर्दा यहाँनिर हाम्रो नट लाउन मिल्दैन, के लगाउँछौँ हामी, नेभर लगाउँछौँ। वी सुड नेभर गिभ अप। यदि वी सुड नट लाउनु भयो भने हामीले हार मान्नु हुँदैन भयो, तर कहिल्यै मान्नु हुँदैन भन्नु पऱ्यो भने चाहिँ नेभर नै चाहिन्छ, नटले हुँदैन है त। सो यो कुरा बुझ्नु पऱ्यो, यसको डिफ्रेन्सलाई बुझ्नुहोस्। मलाई मेरो छोरामाथि गर्व छ, कति बोलिन्छ यस्तो सेन्टेन्स होइन, मलाई मेरो छोरामाथि गर्व छ, मलाई मेरो परिवारमाथि गर्व छ, मलाई मेरो बुवामाथि गर्व छ, गर्व थियो। यसरी विभिन्न खालको सेन्टेन्सहरू बनाउन सक्छौँ हामी। मलाई मेरो छोरामाथि गर्व छ, के हुन्छ यसको इङ्ग्लिस, आई एम, आईमा एम लाग्छ, यो प्रेजेन्ट हो। गर्व भन्नुको लागि हामी प्राउड गर्छौँ, प्राउडमा अफ लाउँछौँ। आई एम प्राउड अफ माई सन, आई एम प्राउड अफ माई फादर, आई एम प्राउड अफ माई डटर। अब हामीलाई गर्व छ भने वी आर प्राउड अफ आवर सन, यसरी होइन। अनि यसलाई अब हामीलाई, मलाई मेरो छोरामाथि गर्व थियो भने आई वाज प्राउड अफ माई सन, एमलाई वाज बनाउनु पऱ्यो। सो टेन्सहरू चेन्ज गर्ने, हेल्पिङ भर्बलाई यताउता गरेर मल्टिपल सेन्टेन्सेस बनाउन सकिन्छ है। यस्ता सेन्टेन्सहरू प्र्याक्टिस गर्नुभयो भने एभ्रिडे लाइफमा युज गर्न सजिलो हुन्छ। उसले कहिल्यै झुट बोल्दैन, ट्राई गर्नुहोस् त, उसले कहिल्यै झुट बोल्दैन, झुट बोल्दैन नेगेटिभ सेन्टेन्स भयो, कहिल्यै झुट बोल्दैन यसै नेगेटिभ भयो। कुन टेन्स हो, टेन्सलाई चिनेर बनाउनु छ। यो हाम्रो सिम्पल प्रेजेन्टको नेगेटिभ हो, त्यसमा हुन्छ ही नेभर टेल्स अ लाई, अथवा यसलाई सिम्पली ही नेभर लाइज मात्र बोले पनि हुन्छ, ही नेभर लाइज। टेल अ लाई भनेको पनि झुट बोल्नु, लाई मात्र भनेको पनि झुट बोल्नु, र एलआई लाई भनेको चाहिँ झुट बोल्नु पनि हुन्छ, झुट मात्र पनि हुन्छ। यो भर्ब पनि हो, नाउन पनि हो। ओके, बिहानदेखि ठुलो पानी परिरहेको छ, बिहानदेखि ठुलो पानी परिरहेको छ, कुन टेन्स हो, सोच्नु, धेरैलाई लागिरहेको होला यो प्रेजेन्ट कन्टिन्युअस टेन्स है। यसो हेर्दाखेरि पानी परिरहेको छ हेर्दाखेरि कन्टिन्युअस टेन्स जस्तो लाग्छ धेरैलाई, हो कन्टिन्युअस त हो, तर अलिकति दिमाग लाउनु पऱ्यो कि बिहानदेखि भन्ने शब्दको कारणले गर्दा यो के हो, प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस टेन्स हो, नट ओन्ली कन्टिन्युअस बट पर्फेक्ट कन्टिन्युअस टेन्स। ओके, सो हाउ डु यु मेक दिस सेन्टेन्स, यसको इङ्ग्लिस हुन्छ यस्तो पानी पर्ने, असिना पर्ने, हिउँ पर्ने, यो जहिले पनि मौसम सम्बन्धी कुरा हुन्छ नि, यसमा सब्जेक्ट छैन, त्यही भएर हामी सुरु गर्छौँ इटबाट। अब प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस भएपछि हेल्पिङ भर्ब इटमा लाग्छ हेज बिन, इट हेज बिन रेनिङ, इट हेज बिन रेनिङ भनेको पानी परिरहेको छ, ठुलो पानी परिरहेको छ भन्नुको अर्थ भयङ्कर तरिकाले, भारी मात्रामा भनेको। सो हेभिली भन्ने यो हाम्रो एउटा एडभर्ब हो, यो एडभर्बलाई युज गर्नुपर्छ। इट हेज बिन रेनिङ हेभिली, बिहानदेखि भनेपछि सिन्स मर्निङ। सो द सेन्टेन्स बिकम्स इट हेज बिन रेनिङ हेभिली सिन्स मर्निङ। ओके, के म तपाईँलाई केही सोध्न सक्छु, के म तपाईँलाई केही सोध्न सक्छु, प्रश्नको फर्ममा छ, सोध्न सक्छु। अब यो कुरालाई अलिक बढी पोलाइट भएर बोल्ने हो भने मे बोल्न सकिन्छ, सिम्पल तरिकाले क्यान पनि बोल्न सकिन्छ। ओके, अलिक बढी पोलाइट हुनु पऱ्यो नि मे है त, मे आई अथवा क्यान आई आस्क यु समथिङ, क्यान आई आस्क यु समथिङ,
मे आई आस्क यु समथिङ, सोध्नुलाई आस्क भन्छ। यो मे र क्यान दुवै हाम्रो के हो, मोडल भर्बभित्र पर्छ। ओके, अर्को छ तिमीले यत्रो पैसा कोसँग माग्यौ, क्वेसन है यो पनि, कोसँग माग्यौ, प्लिज पहिला आफै बनाउनुहोस् है। माग्नुलाई के भन्छ त्यो पनि थाहा हुनु पर्यो तपाईँलाई, अनि कोसँग पनि थाहा हुनु पर्यो होइन। अब यसको इङ्ग्लिस हुन्छ तिमीले यत्रो पैसा कोसँग माग्यौ, यसमा हाम्रो डब्लुएस क्वेसन हो, सो युज हुन्छ हु डिड यु, सिम्पल पास्ट टेन्स हो त्यही भएर डिड लाग्छ। हु डिड यु आस्क फर, आस्क फर भनेको माग्नु, हु डिड यु आस्क फर, यत्रो पैसा भनेको सो मच मनी, यानि यत्रो धेरै पैसा भन्न खोजेको। पैसालाई कहिले पनि गन्न मिल्दैन, त्यही भएर मनीमा के लाग्छ, मच लाग्छ। गन्न मिल्नेमा मेनी लाग्छ, गन्न नमिल्नेमा मच लाग्छ। सो काउन्टेबल र अनकाउन्टेबल हामीले छुट्याउनु पर्छ। ओके, सो हु डिड यु आस्क फर सो मच मनी, तिमीले यत्रो पैसा कोसँग माग्यौ, यसरी हामीले बनाउनु पर्छ सेन्टेन्स। सिम्पल पास्ट टेन्सको क्वेसन हो, त्यही भएर यहाँ के युज भइरहेछ, डिडको प्रयोग भइरहेको छ एज अ हेल्पिङ भर्ब। ओके, नेक्स्ट वान, जीवन चुनौती र आश्चर्यले भरिएको हुन्छ। जीवनमा चुनौती नै चुनौती हुन्छन्, आश्चर्य नै आश्चर्य हुन्छन्। सो जीवन चाहिँ चुनौतीहरू र आश्चर्यहरूले भरिएको हुन्छ भन्नु खोजेको। कसरी बनाउने, ट्राई गर्नुहोस्, भरिएको हुन्छ। हाउ डु मेक दिस सेन्टेन्स, कतिपयले एको देखेर प्रेजेन्ट पर्फेक्ट टेन्स पनि भन्न सक्नुहुन्छ, बट यु आर रङ। सो हाउ क्यान यु ट्रान्सलेट दिस सेन्टेन्स, गिभ इट अ ट्राई। जीवन चुनौती र आश्चर्यले भरिएको हुन्छ। अब हेर यसको इङ्ग्लिस हुन्छ जीवन यानि लाइफ, लाइफ इज फुल अफ, भरिएको हुन्छ भन्नलाई इज फुल अफ, चुनौती यानि च्यालेन्जेस, च्यालेन्जेस एन्ड आश्चर्य सरप्राइजेस, च्यालेन्जेस एन्ड सरप्राइजेस। ओके, नेक्स्ट सेन्टेन्स, आज मैले केही नयाँ कुरा सिकेको छु, छु नट छ, छु भयो, आज मैले केही नयाँ कुरा सिकेको छु। ट्राई गर्नुहोस्, कुन टेन्स हो, सिकेको छु, प्रेजेन्ट कन्टिन्युअस सरी प्रेजेन्ट पर्फेक्ट टेन्स हो। सो द सेन्टेन्स बिकम्स आई ह्याभ, सिकेको भनेपछि भित्री हुन्छ, आई ह्याभ लर्न्ड, लर्न्ड इडी पनि हुन्छ। ओके, आई ह्याभ लर्न्ड, केही नयाँ कुरा भनेपछि समथिङ न्यू, आई ह्याभ लर्न्ड समथिङ न्यू टुडे, प्रेजेन्ट पर्फेक्ट टेन्सको सेन्टेन्स हो, त्यही भएर ह्याज ह्याभ प्लस भित्री लाग्छ। ओके, यसरी ग्रामरको स्ट्रक्चर तपाईँले जान्नै पर्छ। ओके, यु कान्ट मेक सच सेन्टेन्सेस विदाउट नोइङ प्रोपर ग्रामर स्ट्रक्चर। नेक्स्ट, म हरेक दिन आफ्नो सक्दो कोसिस गरिरहेको छु, सक्दो कोसिस गरिरहेको छु यानि ट्राई गर्नुहोस्, टाइम दिएँ मैले। यो हाम्रो हुन्छ प्रेजेन्ट कन्टिन्युअस टेन्स। सो द सेन्टेन्स बिकम्स आई एम ट्राइङ, म कोसिस गरिरहेको छु। सक्दो भन्नको लागि हामी युज गर्नुपर्छ आई एम ट्राइङ माई बेस्ट, हरेक दिन यानि एभ्री डे, आई एम ट्राइङ माई बेस्ट एभ्री डे। So first of all you need to identify the structure of the sentence, tense of the sentence, and then use helping verb and main verb correctly, otherwise you won't be able to make such sentences. Okay, पहिला त टेन्सलाई चिन्ने अनि हेल्पिङ भर्ब र मेन भर्बलाई करेक्ट तरिकाले युज गर्ने, अनि मात्र यस्तो सेन्टेन्सहरू बनाउन सकिन्छ। म तपाईको सहयोगको लागि आभारी छु, आभारी छु, हाउ डु यु मेक दिस सेन्टेन्स, आई एम, आभारीलाई भन्छ ग्रेटफुल, आई एम ग्रेटफुल फर योर हेल्प, तपाईँको सहयोगको लागि भनेपछि फर योर हेल्प, आई एम ग्रेटफुल फर योर हेल्प। के तपाईँ मिटिङको लागि तयार हुनुहुन्न, के तपाईँ मिटिङको लागि तयार हुनुहुन्न, क्वेसन सोध्दैछ। आर यु not ready for the meeting, are you not ready for the meeting। अर्को छ अब यसले केही फरक पर्दैन, अब यसले केही फरक पर्दैन, चिन्नुस् त कसरी बनाउने यसलाई। यो पनि हाम्रो सिम्पल प्रेजेन्ट टेन्सको नेगेटिभ हो। सो यसको इङ्ग्लिस हुन्छ
इट डजन्ट म्याटर, फरक पर्दैन भनेपछि म्याटर, अथवा तपाईँले यसलाई इट डजन्ट मेक एनी डिफरेन्स यसरी पनि बोल्न सक्छौँ हामी। इट डजन्ट मेक एनी डिफरेन्स यसरी पनि बोल्नु है। इट डजन्ट म्याटर एनिमोर भनेको अब पर्दैन, योभन्दा अगाडि जति फरक पर्नु पर्यो अब यसले केही फरक पर्दैन। इट डजन्ट म्याटर एनिमोर, इट डजन्ट मेक एनी डिफरेन्स एनिमोर यसरी पनि बोल्छौँ है त। सो धेरै तरिकाले हामीले बनाउन सक्छौँ सेन्टेन्सहरूलाई। ओके, म तपाईँलाई छिट्टै भेट्ने आशा छ, तपाईँलाई छिट्टै भेट्ने आशा छ यानि मलाई आशा छ भन्न खोजे होइन। सो बुझ्नु पऱ्यो, आशा छ भन्नुको लागि हामी इङ्ग्लिसमा युज गर्छौँ, सब्जेक्ट त आई नै हो किनकि मलाई छ आशा। आई होप टु मिट यु सुन, मिट पनि मिल्छ सी पनि मिल्छ। आई होप टु सी यु सुन, तपाईँलाई छिट्टै भेट्ने आशा छ। मलाई चाहिँ परीक्षा पास गर्ने आशा छ, आई होप टु पास द एक्जाम। मलाई राम्रो जागिर खान्छु भन्ने आशा छ, जागिर पाउँछु भन्ने आशा छ, आई होप टु गेट अ गुड जब। ओके, यु क्यान मेक सो मेनी सेन्टेन्सेस बाई युजिङ दिस स्ट्रक्चर। हरेक कुराको आफ्नै समय हुन्छ, यसलाई कसरी बनाउने? हरेक कुराको आफ्नो समय हुन्छ, हरेक कुरा भनेको एभ्रिथिङ, एभ्रिथिङ has its own time, everything has its own time यसरी। यो काम गर्न ढिलो नगरौँ, यसो गरौँ यसो नगरौँ, कसरी गर्ने यसलाई? यो काम गर्न ढिलो नगरौँ, यसको इङ्ग्लिस हुन्छ लेट्स नट डिले। डिले माने ढिलो गर्नु, लेट्स नट डिले भनेको ढिलो नगरौँ यो काम गर्न, टु डु दिस वर्क। लेट्स डिले भने अब ढिलो गरौँ हुन्थ्यो, लेट्समा नट हालेपछि नगरौँ, लेट्स नट डिले। लेट्स नट प्ले भन्यो भने नखेलौँ, लेट्स नट क्राई भन्यो भने नरौँ, लेट्स नट लाफ भनेको नहाँसौँ। लेट्सको बारेमा सिक्नु पऱ्यो। मलाई अझै अलिकति समय चाहिन्छ, अझै अलिकति समय चाहिन्छ यानि मलाई आवश्यकता छ भनेर खोजेको। आई निड, मलाई चाहिएको छ चाहिन्छ, आई निड अ लिटल मोर टाइम, आई निड अ लिटल मोर टाइम। सकारात्मक रहौँ र जीवनमा अगाडि बढौँ, बनाउनुहोस् यसको इङ्ग्लिस के हुन्छ? सकारात्मक रहौँ र जीवनमा अगाडि बढौँ, रहौँ भनेपछि के हुन्छ? लेट्स स्टे पोजिटिभ एन्ड जीवनमा अगाडि बढौँ, अगाडि बढ्नु मुभ फरवर्ड, मुभ अहेड पनि हुन्छ, मुभ फरवर्ड इन लाइफ। लेट्स स्टे पोजिटिभ एन्ड मुभ फरवर्ड इन लाइफ। सकारात्मक रहौँ र जीवनमा अगाडि बढौँ, यसै गर्नु पऱ्यो। सो सिचुएसन हेर्नु है, उनीहरू अझै तयार छैनन्, उनीहरू अझै तयार छैनन्, कसरी बनाउने? दे आर नट रेडी येट, येटको अर्थ अझै यानि अहिलेसम्म तयार छैनन्, तयार भएका छैनन्, दे आर नट रेडी येट। एउटै गल्तीलाई बारम्बार दोहोऱ्याउन छोडिदिनुहोस्, कुनै पनि काम गर्न छोडिदिनुहोस्, स्टप। दोहोऱ्याउन यानि रिपिटिङ, स्टप पछि जहिले पनि बिफो लाग्छ, कुनै पनि काम गर्न छोडिदिनु भन्ने सेन्समा चाहिँ बिफो लाग्छ है। स्टप रिपिटिङ, एउटै गल्ती, द सेम मिस्टेक, बारम्बार यानि फ्रिक्वेन्टली अथवा अगेन एन्ड अगेन, अगेन एन्ड अगेन। स्टप रिपिटिङ द सेम मिस्टेक अगेन एन्ड अगेन। स्टपबाट सुरु भएको छ सेन्टेन्स यानि V1बाट,
इम्पेरेटिभ सेन्टेन्स हो, त्यही भएर। अनि कुनै पनि काम गर्न छोड्ने कुरा गरेपछि जहिले पनि स्टप प्लस V4 को प्रयोग हुन्छ। के तपाईँ मलाई मेरो घर छोडिदिन सक्नुहुन्छ? सक्नुहुन्छ भनेर यो कसैलाई मैले के गर्दैछु? रिक्वेस्ट गर्दैछु। यसको लागि अब तपाईँले क्यान पनि युज गर्न सक्नुहुन्छ। अब एकदम पोलाइट रिक्वेस्टको लागि चाहिँ तपाईँले कुडै युज गर्दा राम्रो हुन्छ है। कुड यु, अब यसमा तपाईँले प्लिज स्लिज पनि हालिदिनु भने राम्रो सुनिन्छ। कुड यु प्लिज, छोड्नुलाई के भन्छ? ड्रप मी, ड्रप अफ भन्छ। कसैलाई कुनै ठाउँमा लगेर छोडिदिनुलाई हामी इङ्ग्लिसमा ड्रप अफ भन्छ, ड्रप गर्ने भन्छौँ नि। ड्रप मी अफ एट माई होम। एट यसमा यो माई होम नगरे पनि सिधै होम मात्र बोले पनि हुन्छ। क्यान यु प्लिज ड्रप मी अफ एट होम? कुड यु प्लिज ड्रप मी अफ एट माई होम? कुड भनेको त यसै नै पोलाइट हो, प्लिज नराखे नि हुन्छ कुड युज गरेपछि। अब क्यान राख्नु भने चाहिँ प्लिजसम्म राख्दा राम्रो सुनिन्छ है त। सो कसैलाई रिक्वेस्ट गर्दैछौँ हामी है। अब तपाईँले अरू पनि बनाउन सक्नुहुन्छ है त। के तपाईँ मलाई आफ्नो फोन नम्बर दिन सक्नुहुन्छ है? कुड यु प्लिज गिभ मी योर फोन नम्बर? हामीले सही समयको प्रतीक्षा गर्नुपर्छ, सही समयको प्रतीक्षा गर्नुपर्छ। वी शुड वेट फर, यानी प्रतीक्षा गर्नुपर्छ, पर्खिनुपर्छ। द राइट टाइम, वेट फर द राइट टाइम। वी शुड वेट फर द राइट टाइम, हामीले सही समयको प्रतीक्षा गर्नुपर्छ। मलाई अङ्ग्रेजी सिक्नमा रुचि छ, मलाई रुचि छ कुनै पनि काम गर्नमा। खाना पकाउन रुचि छ, कसैलाई सिक्न रुचि छ, कसैलाई फोटोग्राफीमा रुचि छ, कसैलाई मुभिजहरूमा रुचि छ हैन। सो मलाई रुचि छ भन्नको लागि आई एम इन्ट्रेस्टेड, इन्ट्रेस्टेडमा जहिले पनि प्रिपोजिसन इन लाग्छ। आई एम इन्ट्रेस्टेड इन, सिक्नु भनेको लर्न, इन भनेको प्रिपोजिसन आइएनजी चाहिन्छ यसलाई, इन लर्निङ इङ्ग्लिस। आई एम इन्ट्रेस्टेड इन लर्निङ इङ्ग्लिस। अब तपाईँले आई एम इन्ट्रेस्टेड इन कुकिङ भन्न सक्नुहुन्छ, खाना पकाउनमा रुचि छ भने। आई एम इन्ट्रेस्टेड इन स्विमिङ भन्न सक्नुहुन्छ, पौडी खेल्नलाई रुचि छ भने। जुन काममा तपाईँलाई रुचि छ त्यही कामको बिफोर लगाइदिनुहोस्, अरू पनि सेन्टेन्सहरू बन्छ हैन। ऊ सधैँ विनम्रतापूर्वक बोल्छ, ट्राई गर्नुहोस्। ही अलवेज, बोल्छ यानी सिम्पल प्रेजेन्ट टेन्स हो, त्यही भएर ही अलवेज स्पिक्स V5। विनम्रतापूर्वक भन्नको लागि पोलाइटली, यो पोलाइटली पनि एउटा के हो? एडभर्ब हो है त। ही अलवेज स्पिक्स पोलाइटली, यसलाई तपाईँले ही अलवेज टक्स पोलाइटली पनि बोल्न सक्नुहुन्छ, इट्स ओके। उसको कम्पनीले प्रगति गर्दैछ, प्रगति गर्दैछ यानी गरिरहेछ, प्रेजेन्ट कन्टिन्युअस टेन्स। द सेन्टेन्स बिकम्स, ट्राई इट अन योर ओन फर्स्ट अफ अल, आफै कोसिस गर्नुहोस्। उसको कम्पनी यानी हिज कम्पनी, इज प्रेजेन्ट कन्टिन्युअसमा इज लाग्छ। प्रगति गर्दैछ भने चाहिँ मेकलाई मेकिङ गर्नु पर्यो, मेकिङ प्रोग्रेस, प्रगति गर्नुलाई मेक प्रोग्रेस भन्छ। हिज कम्पनी इज मेकिङ प्रोग्रेस, द्याट्स इट। हिज कम्पनी इज मेकिङ प्रोग्रेस। म यो क्षण कहिल्यै बिर्सिने छैन, म यो क्षण कहिल्यै पनि बिर्सिने छैन। बिर्सिने छैन भनेपछि कुन टेन्समा छ प्लिज? आई विल नेभर, आई विल नेभर फर्गेट दिस मोमेन्ट। सिम्पल फ्युचर टेन्स हो, त्यही भएर विल प्लस V1 युज भइरहेछ। आई विल नेभर फर्गेट योर दिस मोमेन्ट, कहिल्यै हो कि यहाँ कहिल्यै भयो जसरी, कहिल्यै। आई विल नेभर फर्गेट दिस मोमेन्ट। यदि म डाक्टर भएको भए उसलाई बचाउँथेँ, तर म डाक्टर होइन, सो उसलाई बचाउन पनि सम्भव छैन। मैले वर्तमानमा कल्पना गर्दैछु, यसको लागि के हुन्छ होला? ट्राई गर्नुहोस् कसरी भन्छ यस्तो सेन्टेन्स। इफ
इफ आई वेयर अ डक्टर, म उसलाई बचाउँथेँ। आई वुड सेभ हिम। अब आईमा त वाज लाग्नुपर्ने हो, कहाँबाट वेयर लाग्यो भन्ने लाग्ला कतिलाई होइन। आई वेयर कसरी भयो, यस बारेमा सिक्नु छ भने तपाईँहरूले युट्युबमा गएर प्लेलिस्टमा जाने, प्लेलिस्टमा गएर इफ कन्डिसनल सेन्टेन्सेस भनेर प्लेलिस्ट खोज्ने, त्यो भित्रको भिडियोहरू हेर्ने है त, मजासँग बुझ्नुहुन्छ। ओके, मलाई आफ्नो परिवारसँग समय बिताउन एकदमै मनपर्छ। कसरी भन्नु यसले एकदमै मनपर्छ कसरी भन्ने, आई लभ, मनपर्छ मात्रैलाई त लाइक भन्दा नि हुन्छ, तर मलाई एकदमै मनपर्छ भनेपछि आई लभ। आफ्नो परिवारसँग समय बिताउन यानि स्पेन्ड गर्न, टाइम स्पेन्ड गर्न, सो स्पेन्डिङ चाहिन्छ, आइएनजी लाउनुपर्छ, जेरन्ड फर्म हो। आई लभ स्पेन्डिङ टाइम विथ माई फ्यामिली। आई लभ स्पेन्डिङ टाइम विथ माई फ्यामिली। यो सडक केही दिनदेखि एकदमै व्यस्त छ। अब यो सडक एकदमै व्यस्त छ भन्नको लागि हामी इज लगाउँथ्यौँ है। कसरी बनाउने यसको कन्सेप्ट सिक्नु पऱ्यो है। केही दिनदेखि भन्ने बित्तिकै यो हाम्रो पर्फेक्ट कन्टिन्युसको फिलिङ्स आइहाल्छ। सो दिस रोड has been very busy। केही दिनदेखि यानी समय अवधि हो। for a few days, for some days पनि मिल्छ। this road has been very busy for a few days, अर्थ यो सडक केही दिनदेखि एकदमै व्यस्त छ। अब तिमीलाई कसैले रोक्न सक्दैन, अब तिमीलाई कसैले रोक्न सक्दैन, सक्दैन कसैले। नो वान क्यान स्टप यु, नो वान क्यान स्टप यु नाउ। अब तिमीलाई कसैले रोक्न सक्दैन, नो वान क्यान स्टप यु नाउ। यसलाई तपाईँले नाउ नगरेर जनरल अब तिमीलाई कसैले रोक्न सक्दैन, यसको ठाउँमा तपाईँले एनी मोर पनि बोल्न सक्नुहुन्छ। यो त एकदमै अहिलेसम्म रोक्यो तर कसैले रोक्न सक्दैन भन्ने फिलिङ्स आउँछ। एनी मोर राख्दा चाहिँ नाउ मात्र राख्दा चाहिँ अब भन्ने मात्र हुन्छ है। नो वान क्यान स्टप यु एनी मोर। कृपया बत्ती निमाइदिनुहोस्, कसैलाई हामीले रिक्वेस्ट गर्दैछौँ अथवा कसैलाई अर्डर गर्दैछौँ होइन, अनि कसैलाई एडभाइस दिँदैछौँ भने हामी इम्पेरेटिभ सेन्टेन्स युज गर्छौँ। यो सेन्टेन्समा कृपया भनेको छ, यो रिक्वेस्ट है त। कृपयाको लागि हामी प्लिज अथवा काइन्डली युज गर्छौँ। प्लिज धेरै युज गरिन्छ। यति छोटो सेन्टेन्स छ, पछाडि युज गर्छौँ हामी। बत्ती निभाउन लाग्नेछौँ के भन्छ, टर्न अफ द लाइट्स, टर्न अफ द लाइट। एउटा लाइट हो भने द लाइट, धेरै छ भने लाइट्स गर्नु। टर्न अफ द लाइट्स प्लिज, टर्न अफ द लाइट्स प्लिज। उसको भविष्य खतरामा छ, उसको भविष्य खतरामा छ। हिज फ्युचर इज इन डेन्जर, प्रेजेन्ट हो। उसको भविष्य खतरामा छ, हिज फ्युचर इज इन डेन्जर। ओके, अर्को, अब तिमीले यो बिजनेसको ख्याल राख्नु पर्दैन, अब तिमीले यो बिजनेसको ख्याल राख्नु पर्दैन। कसरी भन्छ यसलाई, कुनै पनि काम गर्नुपर्छ गर्नु पर्दैन भनेपछि यसमा लाग्छ यु डोन्ट निड टु, अथवा ह्याभ टु पनि मिल्छ। यु डोन्ट निड टु, जरुरी छैन भन्नु खोजे, आवश्यकता छैन। यु डोन्ट निड टु टेक केयर अफ दिस बिजनेस, टेक केयर अफ दिस बिजनेस anymore। You don't need to take care of this business anymore। anymore को अर्थ अब पर्दैन भने, टेक केयर अफ को अर्थ ख्याल राख्नु। ओके, हरेक सानो कदमले तपाईलाई सफलतातर्फ डोर्याउँछ,
हरेक सानो कदमले तपाईलाई सफलतातर्फ डोर्याउँछ। एभ्री स्मल स्टेप सिम्पल प्रेजेन्ट हो। डोर्याउनलाई इङ्ग्लिसमा लिड भन्छ। सो लिड्स भयो, लिड्स यु टु सक्सेस। एभ्री स्मल स्टेप लिड्स यु टु सक्सेस। यसरी मेरो उद्देश्य तपाईको चित्त दुखाउनु थिएन। मेरो उद्देश्य तपाईको चित्त दुखाउनु थिएन। पास्टको कुरा हुँदैछ, नेगेटिभ हो। सो आई डिडन्ट मिन अथवा इन्टेन्ड पनि मिल्छ, यसले मिल्छ। आई डिडन्ट मिन अथवा आई डिडन्ट इन्टेन्ड टु हर्ट, चित्त दुखाउन, हर्ट युर फिलिङ्स। हर्ट यु मात्र भन्दा बोल्दा पनि मिल्छ, तर हर्ट युर फिलिङ्स यसले अझ राम्रो सुनाउँछ। I didn't mean to hurt your feelings. मिटिङ कति बजे सुरु हुन्छ? मिटिङ कति बजे सुरु हुन्छ? कुरा त भविष्यको हो, तर यदि त्यो कति बजे भनेर फिक्स भइसकेको सेड्युल, मिटिङ सुरु हुने समय कति बजे हो भनेर यदि सेड्युललाई सोधेको हो भने यो फ्युचर भए पनि प्रेजेन्टमा बनाउँछौँ हामी। ओके, के हुन्छ यसमा? कति बजे यानि वाट टाइम, सिम्पल प्रेजेन्ट हो, डज लाग्छ। डज द मिटिङ स्टार्ट, वाट टाइम डज द मिटिङ स्टार्ट। अब यसमा विल पनि हुन्छ, वाट टाइम विल द मिटिङ स्टार्ट। विलले के गर्छ? भविष्यमा हुने मिटिङ सुरु हुने कामलाई जनाउँछ भने डजले केलाई जनाउँछ? त्यो समयलाई जनाउँछ। समयलाई फोकस गर्दा यदि सेड्युल्ड हो, यदि भविष्यको फिक्स त्यो टाइम हो दिएको छ भने त्यसलाई हामी जहिले पनि युज गर्छौँ सिम्पल प्रेजेन्ट टेन्स। ओके, उसले आफ्नो जागिर छोड्न लागेको छ, यसलाई कसरी भनिन्छ? उसले आफ्नो जागिर छोड्न लागेको छ। ट्राई गर्नुहोस्। he is going to leave his job, अथवा he is going to quit his job पनि हुन्छ। छोड्नुलाई क्विट वा लिभ, गोइङ टु प्लस भी1 भनेको कुनै पनि काम गर्न लागेको, गर्न आँटेको, गर्नेवाला छ। उसले आफ्नो जागिर छोड्नेवाला छ, भविष्यमा कुनै पनि काम गर्ने गइरहेवाला छ, गर्न गइरहेको छ, छोड्न गइरहेको छ। जसरी बोले पनि यसको इङ्ग्लिस यही हुन्छ। ओके, तिमी त अहिले परीक्षाको तयारी गरिरहेको हुनुपर्ने हो। यसलाई कसरी बनाउने? कुनै पनि काम गरिरहेको हुनुपर्ने हो, तयारी गरिरहेको हुनुपर्ने हो। यसको लागि कुन स्ट्रक्चर लाग्छ? सुडवाला, किन सल्लाह दिया हो नि त यो, होइन? सल्लाह दिएपछि के हुन्छ? यु सुड। तर कन्टिन्युटीको कुरा छ, त्यही भएर बी प्लस बी4। यु सुड बी प्रिपेयरिङ, तयारी गरिरहेको। यु सुड बी प्रिपेयरिङ फर द एक्जाम। प्रिपेयरमा जहिले पनि फर लाग्छ। नाउ, अहिले। यु सुड बी प्रिपेयरिङ फर द एक्जाम नाउ। तिमी त अहिले परीक्षाको तयारी गरिरहेको हुनुपर्ने हो, तर तिमी त टिभी हेरिरहेछौ, खेलिरहेछौ, समय बिताइरहेछौ त्यसै नपढिकन। तिमीले मलाई खबर गरेको भए म पनि जान्थेँ, तर खबर गरेनौ, सो म गइनँ। मिनिङ त्यही हो। के हुन्छ यसको इङ्ग्लिस? यसको लागि पनि तपाईँले कन्डिसनल सेन्टेन्सेस हेर्नुपर्छ है। तिमीले मलाई खबर गरेको भए, यसलाई हामीले इफबाट पनि गर्न मिल्छ। नेपालीमा नै हामी कहिलेकाहीँ यदि बोल्दैनौँ नि त, होइन? त्यस्तो केसमा हामीले सिधै ह्याडबाट पनि बोल्न मिल्छ। ह्याड यु इन्फर्मड मी, पास्ट पर्फेक्ट टेन्स चाहिन्छ। इन्भर्जनको रुल भएको कारणले ह्याड अगाडि आयो। ह्याड यु इन्फर्मड मी, तपाईँले यो कुरा भिडियो नहेरी बुझ्नुहुन्न है। ह्याड यु इन्फर्मड मी, म पनि जान्थेँ। I would also have gone. If you had informed me, यो पनि हुन्छ। If you had informed me, I would also have gone. Had you informed me, I would also have gone. तिमी किन सधैँ मलाई रुवाउँछौ? तिमी किन सधैँ मलाई रुवाउँछौ? रुवाउँछौ कुन स्ट्रक्चर लाग्छ पहिला चिन्नुहोस् है। रुवाउनु पजिटिभबाट बन्छ यो। ओके, सिम्पल प्रेजेन्ट टेन्स छ। वाइ डु यु अलवेज, रुवाउने भनेपछि मेक मी क्राई।
वाइ डु यु अलवेज मेक मी क्राई, डु यानि यो सिम्पल प्रेजेन्ट टेन्समा युज भएको छ, पछाडिपट्टि जुन मेन भर्ब छ त्यो हाम्रो कजेटिभ भर्ब युज हुन्छ है त। ओके, हामी चाहन्छौँ कि तिमी नेपाल छोडेर नजाऊ, हामी चाहन्छौँ कि तिमी नेपाल छोडेर नजाऊ। ट्राई गर्नुहोस्, वी वान्ट यु नजाऊ, नट टु लिभ नेपाल, वी वान्ट यु नट टु लिभ नेपाल। भोलि यति बेला म अफिसको काम गरिरहेको हुन्छु, हुन्छु भने हुनेछु। ट्राई गर्नुहोस्, पहिला चिन्नुहोस् टेन्सहरू अनि बनाउनुहोस्। चिन्नुभयो? ओके, चेक गरौँ। भोलि यति बेला म अफिसको काम गरिरहेको हुन्छु, आई विल बी डुइङ, विल बी प्लस बिफोर, फ्युचर कन्टिन्युस हो नि त यो, त्यही भएर आई विल बी डुइङ माई अफिस वर्क। अब यति बेला भोलि भनेपछि के हुन्छ, एट दिस टाइम टुमोरो, भोलि यति बेला म अफिसको काम गरिरहेको हुन्छु, आई विल बी डुइङ माई अफिस वर्क एट दिस टाइम टुमोरो। फ्युचर कन्टिन्युस टेन्स हो, त्यही भएर विल बी प्लस बिफोर भइरहेछ। मैले तिमीलाई फोन गर्नै आँटेको थिएँ, ठ्याक्कै त्यति बेलै तिम्रो फोन आयो। मैले तिमीलाई फोन गर्नै आँटेको थिएँ, कुनै पनि काम गर्नै आँटेको। ओके, ट्राई गर्नुहोस्। पास्ट हो, आई वाज अबाउट टु कल यु, यस्तोमा जहिले पनि हामीले अबाउट टु युज गर्नुपर्छ। आई वाज अबाउट टु कल यु, ठ्याक्कै त्यति बेलै, ठ्याक्कै त्यति बेलै भन्नको लागि जस्ट देन तिम्रो फोन आयो। यसलाई अब योर फोन केम भनेर नभन्नु है, जस्ट देन आई गट योर कल, यो कल मी पनि बोल्न मिल्छ। अब नेपालीबाट इङ्ग्लिसमा ट्रान्सलेट गर्ने बानी भए मान्छेहरूले के गर्नुहुन्छ, योर फोन केम गर्नुहुन्छ, आयो भन्नलाई। त्यसरी होइन, लजिक बुझ्नु पऱ्यो है। आई वाज अबाउट टु कल यु, जस्ट देन आई गट योर कल। ओके, ऊ परीक्षामा फेल भएको हुनसक्छ, हुनसक्छ, सम्भावना छ। हि अब पास्टको सम्भावना हो, त्यही भएर के हुन्छ, हि मे हेभ फेल्ड। पास्टको सम्भावना हामीले मे हेभ प्लस भित्री युज गर्छौँ। हि मे हेभ फेल्ड द इक्जाम, हि मे हेभ फेल्ड द इक्जाम। यो बिजनेस सुरु गर्न कम्तीमा 10 लाख लाग्छ, 10 लाख लाग्छ। ओके, इट टेक्स लाग्छ भन्नको लागि मैले टेक्स सिकाएको छु। इट टेक्स कम्तीमा पनि भनेपछि एट लिस्ट 10 लाख टु स्टार्ट दिस बिजनेस। यो बिजनेस सुरु गर्न भनेपछि के हुन्छ, टु स्टार्ट दिस बिजनेस इट टेक्स एट लिस्ट 10 लाख टु स्टार्ट दिस बिजनेस। अब आजको लास्ट सेन्टेन्स छ, दुबईमा तिम्रो कतिवटा अपार्टमेन्ट छ। कतिवटा अपार्टमेन्ट छ तिम्रो यानि तिमीसँग कतिवटा अपार्टमेन्ट गर्न मिल्छ। हाउ मेनी अपार्टमेन्ट्स डु यु हेभ इन दुबई, हाउ मेनी अपार्टमेन्ट्स डु यु हेभ इन दुबई। सो यसरी हामीले डेली लाइफमा यस्ता सेन्टेन्सहरू एभ्रिडे बोल्ने गर्छौँ होइन। अब यस्तो सेन्टेन्सहरूलाई प्र्याक्टिस गर्नुभयो भने डेली लाइफमा इङ्ग्लिस बोल्न सजिलो हुन्छ। र मुख्य कुरा भनेको तपाईँले यस्तो सेन्टेन्सहरू आफै नै बनाउन सक्ने हुनुपर्छ, अनि हामीले कण्ठ गर्नु पर्दैन। ओके, त्यो कारणले गर्दा सेन्टेन्सहरू बनाउनको लागि सुरुदेखि सेन्टेन्स फर्मेसनको भिडियोहरू हेर्नु होला, टेन्सको भिडियोहरू हेर्नु होला है त। अनि डेली लाइफमा युज हुने स्ट्रक्चर हेर्नु होला। एभ्रिडे एउटा भिडियो यो च्यानलबाट हेर्नुभयो भने तपाईँहरूको इङ्ग्लिस मच बेटर हुन्छ केही समयपछि। ओके गाइज, आई होप तपाईँहरूलाई आजको भिडियो पक्कै पनि मन परेको छ। तपाईँले आफैले सेन्टेन्स बनाउँदाखेरि 50वटा मध्ये कतिवटा सेन्टेन्स तपाईँको मिल्यो, आफैले कतिवटा बनाउन सक्नुभयो, प्लिज कमेन्ट सेक्सनमा लेख्नु होला है त, यतिवटा मेरो मिल्यो भनेर। मैले थाहा पाउनेछु, सो आई वुड बी भेरी ह्याप्पी। अब अर्को भिडियोमा म यस्तै इम्पोर्टेन्ट टपिक लिएर फेरि पनि आउनेछु। त्यति बेलासम्मको लागि सबैजनालाई बाई बाई।